पेपर प्रेजेंटिंग रूपे जिना थो विषय जोया जो थो पेपर विषय का नेपाल भाषा या अवस्था निगा थो बोकने नेपाली बासिन्दा नेवा देशम लाइको भ्या नेपाल भाषा खा नेवा नेपाली आदिवासी भूमिपुत्र खा नेवा को नेपाल भाषा या खमो लिपि इने खरिमोसा नेवा को इनिसा लाइको भ्या लिपि इया अभिनेत्री खनाको सोनी गया बासिन्दा या नेवा दक्षिण नेपाल गोर्खाली देशमा सोनी गया पाइ गोर्खा नेपाल याको पिन छ ख वया नेपाल प्रोग्राम मोबाइल ये अभिनेत्री नेवा लिपि भेलु खवो छ नेवा देशमा भएको भाषा या त नेवा भाषा भएको छ नेवा भाषा या त नेपाल भाषा भएको 16औं शताब्दी अभिलेखन लेखुकला मल्लकाले नेवा भाषा जातीय भाषा के रूप में मोक्ष ने देय भाषा रूप में एक छ ठुलो भाषा कृष्णकान्त शाह सोनीको टेक्निका प्रताप सिंह सहाय पाले जो नेपाल और तिब्बतीय सन्धि ई तक छ सन्धि तक छ राणा शासन सुरुची ढुङ्गा नेपाल भाषा या साहित्य केको ल्याबल अपराध 2007 साल ढुङ्गा भाषिक स्वतन्त्रता दर्शन 2070 साल पञ्चायत व्यवस्था दुर्गो स्वतन्त्रता कोपाला दुर्गोसा 2046 साल देव निवासको बसोबास स्वयं केन्द्रित जोगले राज्यले एकल भाषा नीतिका कारण नेपाल भाषा अवस्था संरक्षणको खो जो विषयको चाहिँ मूर्ति ख अर्जुनले नेपाल भाषा अवस्था या स्वयं भाषा नेपाल भाषा नेवा भाषा भएको भाषा ख गुगु नेवा भाषा भएको भाषा नेपाल भाषा को शब्द ख कौतुलीको अर्थशास्त्र दक्षिण नापा नेपाल गरी जो एउटा शब्द ख वो शब्द पाठ्यक्रमको ख वया नेपाल समुद्र गुप्तको क्रिया अध्ययन सुरु भयो खुट्टान नेपाल को शब्द को भाषा करीब 2400 वर्ष भयो नेपाल शब्द छ ख तर वो नेपाल या बासिन्दा ख नेवा अनि वो नेवा चाहिँ भएको नेपाल भाषा भएको शब्द छ नेपाल भाषाको शब्द नेपाल शब्द चाहिँ 514 मानव न्यायशास्त्री नेपाल भाषा दियो खण्ड त उसलाई खण्ड नेवा भाषा दिए शब्द खेलाको खण्ड अर्जुनले नापा लिपिकाले नेपाल मण्डलले पनि तुलनात्मकी को किराँती शासक त छ वो किराँती शासक त्यो भएको भाषा या गैर सांस्कृतिक शब्द रूपमा डाक्टर कमल प्रकाश मल्ल चाहिँ थप तोसी चाहिँ लेखेर के हुनुभयो उ इले किराँत देशमा भएको भाषा हो संस्कृत लिपि देशमा भएको भाषा हो समीकरण पाठिने नेपाल भाषाको उत्पत्ति जो ख भएको ख मानिकलाल सर चाहिँ के मूल्याङ्कन पत्रिका चाहिँ हेर्दाखेरि त्यो पत्रिका हो पेपर जे जितेर गएको तर जित्न सर्ट फर्ममा चाहिँ ठोकराको ख महत्त्वपूर्ण खण्डको वया नेपाल मल्लकाले नेपाल भाषा स्वर्ण युगको खण्डमा स्वर्ण ढाका मुख खण्डले हरेक राजभाषी रूपमा राज्य चाहिँ चुनाव चाहिँ ख केन्द्र ढाका भाषा शिलापत्र चाहिँ केन्द्र ढाका भाषा नेपाल भाषा चाहिँ नेपाल भाषा दस्तावेजको तयारीको कारण नेपाल भाषा चाहिँ मल्लकाले स्वर्ण युगको रूपमा चाहिँ स्थापित भयो तर खौतरेको नेपाल भाषा या संस्कृतका भाषा नेपाल सम्बन्ध 888 कृष्णकान्त शाहले नेपाल टेक ढुङ्गा पनि या त नेवार भ्याको यकु बोल्नुको साथ नेवारको 70औं शासक पार्टीले शासित जुल ख समुदाय दबावेबाट राजकीय प्रशासनले जाय ढुङ्गा सिद्धापालो कृषि पुनाउन अझै खसा राणा शासन सुनिज्यो दिन र तक नेवार नेपाल भाषा या अवस्था पुलिसौँ खरिबो कृष्णकान्त शाहले नेपाल टेक ढुङ्गा तिब्बत कारोबारको इले प्रताप सिंह सहाय पाले विपिन सम्बत 1832 से सन्धि जुले कन नेपाल भाषा चाहिँ खेला सन्धि रोक्यो राणादेव इले वया चाहिँ नेपाल भाषा अवस्था तस्मै सेना चन्द्र शमशेर र रुद्र शमशेरले पाले नेवारको भाषा साहित्य संस्कृतिको इतिहास या नष्ट याको पुतलसा सत्ता पार्टी ताकतिको नेवारको सामाजिक विधि व्यवहारले गैर नेवारको क्षेत्र सुरु भयो विक्रम सम्बत 2007 साल या योपा ढुङ्गा नेवारको प्रशासनिक खेले जवानीको अवसर चुबाट अति खसा सञ्चार खेले प्रशासनिक भाषा नेपाल भाषा या त टेक्निकल बदल
उकिया अथ रेली नेपाल जीवन दबो जाडो लिक्यारो राष्ट्रिय शिक्षा नीति दिएका भर्नाकुलर विषय या त लिपिया ऐच्छिक रूपमा दिएको यहाँ अप्रत्यक्ष रूपमा नेपाल भाषा ढाकुजा राखेको जाडोमा 2017 सालले ऐतिहासिक जन आन्दोलन नेपालका पिया मनुका किनिकी जुवा दुकी नेवारको भूमि गई नेवारको लाठी लागनुसार नेवा व गई नेवारको सांस्कृतिक सामाजिक अन्तर सम्बन्ध रहन चुकिया गीतो नेवारको भाषा लाउन 2046 साल नेपाल सरकार प्रशासनले राजनीतिक दल या भर्ती केन्द्र प्रशासन पार्टी उहाँको हुनेको अवसर नेवार हुने महलमा दुकिया नेपाल भाषी ठाउँया अवस्था सञ्चालन कार्य लाउन पनि यो सामान्य विवरण जोडिएको तर ठाउँको अवस्था कति हामीले ठाउँको अवस्था गजौ नेपाल भाषा समस्या भएको हो हामीले नेवार दक्षिण नेपा छे नेवार भए मलाकी जुला नेवार भए मलासी नेपाली वा अङ्ग्रेजी भाषा भए गौरव तथा कया चौधु व फेसनी रूपले नेपाली वा अङ्ग्रेजी भए याना तुमसँग बसाइ सने जुगु पिनिया मनुत नेपा गावे नेवा तस्मे अपोजिया मुंगु थोली समस्या कक्रादु भाषाय महत्व त सिवेन थब अवसर या त मेपिन त लेटा किउ कुद जुगु नेवा भाषीका लाइपिन त हिस्याको प्रवृत्ति नेपाल सरकार भाषा उत्थानका निम्ति नारामकाको स्कुल कलेज नेपाल भाषा मन्त्रीको लक्ष्य मलेको प्राइभेट स्कुलले जनजातीय भाषा लाइपिन त हे स्टेसनको भाषिक हेलवादुने भाषा केनीको वायु पेजको जुनगुलो विषय भाषाप्रति अनुराग गरेको नेपाल भाषा गनिपिन्त गण अवसर त चुलाकेको व्यवस्था या मकुको सरकार एकल भाषा नीति या त बोलिया मेरो भाषा या उत्थानका लागि गण अनुदान व्यवस्था मयालो नेवा भाइले सञ्चार खेल त व्यावसायिक गर्न या मकुको अझै भाषी कार्यकर्ता दुनी बेमेल व संख्या उपसंख्या या लक्स बोलंगो नेवात राज्य या जिम्मेवारी पदे मखंगो ख समस्या खसा आ समाधानी लपु दि थन्चुयो प्रदेश नम्बर 3 नेपाल भाषा न प्रशासनिक भाषा रूपमा मान्यता दिइमागो प्रदेश या सरकारी प्रशासनले अनिवार्य रूपमा नेपाल भाषा सहमति दिएको प्रशासन याकिता माग नेपाल भाषा पाठ्यक्रम दिइमागो स्कुल कलेज अनिवार्य रूपमा नेपाल भाषा का पाठ्यक्रम ढुकेको नेपाल भाषा उन्नति उद्देश्य राष्ट्रिय संस्था नेपाल भाषा केन्द्रीय विभाग नेपाल भाषा एकाडेमी व नेवा केन्द्रको जति समन्वय ध्याउने मागो लोक सेवा वा अन्य जाति नेपाल भाषा यातना मान्यता दिएको मागो छे नेपाल भाषा ल्याब याता भाषा नेपाल भाषा अवस्था बांग्लाका वा ताई तक लंका पे भई यदि थी जना मौन भगा भाषा नेपाल भाषा खमुतले लाइपी करीब 13 लाख मनुको तो वो 13 लाख मनु पे करीब 4 लाख मलाई दियो जी खन अनुमान याना अनुसार 15 वर्ष या पेयापी अधिकांश मतदेश छे ल्याउ मया दुवा लाया लासान बची नेवा बची खे लायो दि दुवा खैले क्रम चाहिँ कोवन भगा भाषा 50 वर्ष लिपा ग्रुप मस्त 65 वर्ष डुबिँदै कोही मस्तेसन लाइको खजको अवस्था सोमे निमेष नगरको मलाई अवस्था न नेवार 50 वर्ष लिपा 2 लाख एक पावे अनुमान याना पुग्यो सुबह